त्यो हेर्न मिल्छ क्या ए यहाँ थिच्यो त कम्ती थिच्यो रातो थिच्ने रातो थिच्यो भयो भयो हिँडम पखे यता तन्के छैन त्यो जरा नछोड नि दुई तैँले फेरि जरा छोड त भाग्छ नि आउँछ त यो त अनि यतै छोरे खास यो त कि हातले राख्न हातले हिँड्दा कि लात्ता त बुढी अम्नाले च्यापिनेछ र यसको तन्क्या के छैन जरा तन्काइ जरा माछा आएन नि सिकाउनु त यो त तन्क्या के छैन का के तन्क्या त? न तैँले त्यो अझ देखा खुट्टा ल तान न तलदेखि छिरे हो ल बल्ल भयो ल हिँडा गुल्से लाग्ने ठुलो छैन क्या त्यतिको टम्ला त का पोहोरको छाउरा का पोहोर दाइले 4-5 चोटि हालेर सकेको उकालो बाल्टिङको बाल्टिङ झिक्यो अनि यो त अहिलेको हुन् पोहोर हालको रल पाइल भयो नि ठुलो के अरे सानो रहेछ मैले देखिसकेँ त्यो पोहोरको आउनु त नि क्या छैन रङ्ग लाग्यो त्यो त अगाडिबाट त खिच्यो हेर त माछा त रङ्ग नि हुँदो रहेछ घोप्टो नपर निधार लाग्छ हान्छ बल्ल यता मजा आयो त्यो भिडियो त भयो नि खै किले गरेको रातो ओए त अल्झ्यो कसरी उठाउने अब तल यही तान्नै सकिन्न निस्क्यो त रातो चट्नु भयो यो अतड छिन र अगने खै देखो त्यो भइचका अच्छा कसरी ल्याउने तल तल जाला है इ है घाँस हालेर होला के ठुल्ठुलो माछा के फुस्के छ क्या फुसको माछा जता छैन छैन कता कता थियो त अघि त्यत्रो माछा खै उठ एउटा दुलो अल्झिन्छ यहाँ छ त एउटा यस्तो सानो त नहोला जान्छ सानो त काम छ यो त ठुलो ठेकेर फुस्काइछ यहाँ छ क्या एउटा यहाँ छ क्या सानो त लगेर यता दिनु यो राम्रोसँग झिक्दै अर्को हो त बाल्टी यता यता फल्यो एउटा होइन बाल्टी राख्नु त बाल्टी तलको त पर्ता छोड्यो अनि गइहाल्यो नि अब